भ्लग 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 जतिखेर पनि भ्लग आज एक हप्तामा बनाउँदैछ काम छैन जतिखेर मोबाइल जे सक्छ त्यो सक्छ कस्तो धुवा नि हाम्रो चटपटे बन्दैछ हेलो साथीहरू नमस्ते फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा अनि हिजो अब शनिबार चाहिँ भिडियो बनाउनु पाइने साथीहरू हिजो नानीको स्कुल जानु पर्ने थियो नानीको चाहिँ प्रोग्राम थियो स्कुलमा सो अनि नानीसँग म चाहिँ स्कुल गएँ हतार हतार गयो अनि भिडियो बनाउन पाइनँ मैले चाहिँ हिजो अनि अब आज आइतबार नानीको हिजो त्यो प्रोग्राम भएर छुट्टी भएको छ साथीहरू सो अनि अब चाहिँ जस अब बिस्तारै गर्छु भन्दा पनि टाइम हुन्छ नि त मलाई चाहिँ अब नानीको छुट्टी भएपछि अनि आजको दिन के कस्तो हुनेछ म चाहिँ भिडियोमा राख्नेछु भिडियो हेर्नु होला अन्तिमसम्म यहाँ मेरो छोरा उठेकै छैन आज छुट्टी भनेर सुतिरहेको छ मेरो छोरा चाहिँ ओइ हेलो हेलो गरिदेऊ न त यहाँ साथीहरूलाई गर न के हेलो गर न के जाडो छ जाडो छ नि त साथीहरू बिहान बेलुका चाहिँ जाडो हुन्छ उड्ने उडेर मस्त बसिरहेको छ छोरा चाहिँ अनि म चाहिँ अब बिहान बढार गरिसकेँ सबै काम भइसकेँ अनि अब यस्तो खाना बनाउन आज चुल्हातिर लागेँ साथीहरू आज चाहिँ म के पकाउँदैछु भने चाहिँ हाम्रो सुँगुरको आन्द्रा साग साग र आन्द्रा बनाउनु पर्यो हो मैया दिदी के भयो मैया दिदी यहाँ देखाउनुपर्छ मैया दिदी हेलो गर्नु गर्नु न आएको जस्तै यहाँ हाम्रो फुपू हुनुहुन्छ तपाईँ पनि हेलो गर्नु ल फुपू हेलो गर्नु न अस्ति गीत गाएको भिडियो फेरि म देखाउँछु तपाईँलाई ल म दिदी हेर्ने हो ल लसुन केलाउनु ल म मासु पकाउँछु लसुन केलाउनु मासु पकाउँछु अनि मासु भात पकाएर खानुपर्छ ल अब चाहिँ लाग्यो साथीहरू म चाहिँ चुल्हातिर यता खाना पाक्दैछ अनि अब सब्जीहरू चाहिँ म चुल्हामा बनाउँछु चुल्हामा छिटो पनि पाक्छ अब जाडोमा अलिक तातो पनि हुन्छ क्या यो तेलको बत्तीको तेल लिएर जानु पर्यो साथीहरू यहाँ चाहिँ हाम्रो साग पाक्दैछ अनि हाम्रो मैया दिदीलाई लसुन केलाउन लगाएको छु मेरो छोरा यहाँ बल खेल्दैछ मेरो छोरा चाहिँ बल खेल्दैछ यहाँनिर साथी छैन नानीको पनि खेल्ने साथी त्यो खेल्दैन बाहिर साथी हुन्छ एक्लै खेल्दैछ बल हाम्रो सब्जी पाक्दैछ होइन मैया दिदी हो भन्नु त टाउको हल्लाउँछ भन्ने भन्नु न बोल्दैन मैया दिदी हाम्रो चाहिँ पाक्दैछ सब्जी अब अनि अब सब्जी बनाएर बसेर पनि लाग्छ मिलाउनु पर्नेछ नानीको बाबा चाहिँ बिहान पानी हाल्नु जानुभएको छ हाम्रो घर बन्दैछ अलिकति पर अनि बिहानतिर पानी हाल्नु जानुभयो अनि म पनि अहिले अब छिटो भयो भने म पनि बस्छु होला एकछिन बसिराखेर जानु पर्यो भिडियो गरिदिउ त नानी मैया दिदी किन रुनु भएको भाइले गरिदिन्छ क्या अब मैया दिदीलाई भिडियो गर्न लगाएको थिएँ अनि मैया दिदीले हल्लाउनुहुन्छ क्यामेरा भनेर नानीलाई उयो गर्नुभयो देखो मैया दिदी रुँदै हुनुहुन्छ देखाइदेऊ त मैया दिदी रुनु भएको भाइले गरिदिन्छ नि त तपाईँलाई आउँदैन यहाँ चाहिँ आन्द्रा काटकुट गर्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ थोरै पो रहेछ हात नमार्ने राखो पाँच
हाम्रो आन्द्रा पनि पाकिसकेको साथीहरू यस्तो भएको छ हाम्रो आन्द्रा चाहिँ मेरो छोरा चाहिँ आन्द्रा खाँदैन अनि हिजोको मासु चाहिँ छोरा खाँदैछ जतिखेर पनि भलक 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 जतिखेर पनि भलक आज एक हप्तामा बनाउँदैछ काम छैन जतिखेर मोबाइल जे सक्छ त्यो सक्छ काम छैन ओ हेलो हेलो गरिदिन्छ के हेलो सेलो टोक जहिले जहिले हेर न दिदी भाइ भएर मलाई यस्तो हेप्छन् हेर्नु हो जतिखेर नि यसै गरेर यसै गरेर आज एक हप्तामा बनाउँदैछु म हेलो गर्नु नि त बुहारीको भ्लगमा हेलो हेलो भन्नु त यत्रो कराएर हेलो भ्युवर्सहरूलाई आमा खोइ आमाको तपाईँ मासु कहाँ अरे दिदी भन्नु न मासु ल आज हाम्रो फेरि सेकुवा पार्टी हुँदैछ भरे बेलुका तिम्रो ठोक्छु म भरे हाम्रो सेकुवा पार्टी हुन्छ हाम्रो त खै कति छ पैसा 400 छ 2000 पुग्दैन पुग्छ र पुग्दैन घरको त म यहाँनिर च्याउँदै हुनुहुन्छ घरकै मात्रै हो बाहिर गएको एकैजना खान्छु जोक्छु लिएर हिजो भैनालाई सिकाएर घरमा लिएर मासु जोकेको मैले हो जोक्छु यहाँ लिएर म त ल अब चाहिँ खाना खाएर म पनि अब निस्किन्छु काममा यो मेरो बुढोलाई भिडियोमा बोल्नु भनेपछि के हुन्छ हौ लुकेको अरे ल साथीहरू म चाहिँ रेडी भइसक्यो अब म निस्किन आँटेको काममा बाई गरिदियो मम्मी बाई बाई साथीहरू म चाहिँ घर जाँदैछु अनि ठ्याक्क घर जाँदै थिएँ मेरो छोरा यहाँ लिन आएछ मलाई चाहिँ साइकलमा अब साइकलमा चढौँ भने साइकलमा सिट छैन मलाई लिन आएको अरे अब सिटै लगाएको साइकलमा कसरी बस्नु होला म है छोरो साथीहरू घर आइपुग्यो फाइनली अनि यहाँ दिदीले चाहिँ मोमो ल्याइदिनु भएको रहेछ अनि यहाँ चाहिँ म पकाउँदैछु मोमो हाम्रो झोल मोमो यो सुँगुरको मासुको सुँगुरको खुट्टाको हड्डी मोमो छ हाम्रो टक्कसँगले तातो मोमो खाने हो आज सरप्राइज आज के को सेकुवा पार्टी भनेको त आज यस्तो रहेछ खै है हाम्रो दिदीको आज ह्याप्पी बर्थडे टु यु ल हाम्रो भान्जीले मम्मीलाई सरप्राइज होइन यहाँ चाहिँ अचार बन्दैछ हाम्रो सरी अचार बनाउन यहाँ टमाटर पलाउ उसिन्दैछ यहाँ चाहिँ सलादहरू काट्नलाई ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे खोइ डोकु चाहिँ ल झन् छोरीले यत्रो सरप्राइज दिइरहेछ थ्याङ्क यू छोरी भन्नु न खुसी हुनु होइन ल हाम्रो मोमो पनि उम्लिसक्यो अब तातो मोमो हाम्रो भान्जीले सलाद काट्दैछ सलादको लागि अनि अब चटपटीको लागि पनि यो काठमाडौँबाट खुर्सानी लगायो भान्जीलाई मिठो चटपटे बनाएर खुवाउने अरे हामीलाई आज छिटो भुजाली नै पापड तारिसक्छु अनि जान्छु ल हाम्रो दिदी आज बर्थडेको दिन बिसाउनु हुँदैन क्या जिजु ल यहाँ चाहिँ अब चिप्स तार आँटेको म चाहिँ चिप्स तारेर दोकान जानु पर्यो पूजा ल्याउनु पर्छ चटपटी साथी हजुर के भान्जी
र चाहिँ गिलो चटपटेको लागि आज भान्जीले स्पेसल चटपटे भान्जीको हातबाट हामी खाने होइन पुनः खाने नि गिलो बन्दैछ हाम्रो आजको कुकम्यान पनि भीम कुमार राई कान पोलेर चट्ट हाम्रो भान्जीहरूलाई खुवाउने अरे भान्जी चाहिँ खानु आएको मामा बनाउने भान्जी खाने यता सुँगुरको कान छ यहाँ यो चाहिँ के हो यहाँ चाहिँ मासु खै मासु मासु देखाइदिउँ न त म्यारिनेट मासु हो यो भने म्यारिनेट मासु छ यहाँ सेकुवाको लागि एकदम अनि यो अलिक बिहानै मसला मोलेर रेडी बनाएर राख्नुभएको छ हजुर ल यहाँ हाम्रो काम पाक्दैछ मेरो फोन हौ कस्तो धुवा आयो नि कोही कोही रिसाएर ए आउँछ अरे त्यो बाहिर अलिकति हाम्रो भान्जीले बनाउँदै हुनुहुन्छ चटपटे आज स्पेसल हुन्छ मैले बनाएको चटपटे फेरि स्पेसल चटपटे खान्छौँ हामी म यहाँ दिदी हेरौँ नि त चटपटे बनाउँदैन खतरा हुन्छ होइन आज खतरा चटपटे खान्छ तर एक कारी खाइसकिन्छ र एक कारी चटपटे यहाँ बुनीको काम चाहिँ यहाँ चाहिँ गिलो सेलाउने काम बरुससँगले यो चौपटे हो चटपटे खुवाउनु पर्छ हिजोको कामदेखि सुरु गरेको हिजोको कामदेखि सुरु हुँदैछ हाम्रो सेक्वा दिन पैसा गनेको हजुर भाइरल हुने भयो मेरो बुढो पनि पैसा गनेको भिडियोले अब यो चाहिँ नयाँ ट्रिक यसरी छिटो पाक्छ अरे यसरी पकाउँदा चाहिँ आज रातभरि लाग्नु ल यहाँ हाम्रो दिदीको केक बर्थडेको लागि लाद लागिसक्यो आजको बर्थडे छोडिदिनु न स्विट सो र कुट्नु भयो ठ्याक्क सक्रमा टेक्दै हुनुहुन्छ कि म यहाँ बाजु कि केले आउन यहाँ मम्मी चुप आउनु तपाईँ Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday. आवे लेम्बर सबैजना भिडियो गर्दै हुनुहुन्छ यता रेणुका बाबा हाम्रो बुइनीले यता मामाहरू हुनुहुन्छ अङ्कल दिदी आन्टी आन्टी हुनुहुन्छ त्यहाँ पुरै एक दुई घरको होला भयो
खोइ टिकाहरूले कति वर्ष पुग्नु दिदी कविता दिदी ल मेरो छोरीको अब 39 लाग्ने लागेको चाहिँ 38 हो अब अर्को साल अब 38 चाहिँ लाग्नु भएको बुढी हुनु सोह्र टेकेर 17 मा हिँड्दैछु भन्नु न अब सोह्र पुरा भएर पुरा 15 लाग्दैछु पो छोरीको बर्थडेमा त्यसै बस्नु कहाँ पाइन्छ तपाईँलाई लिनु न भर्खर देख्दैन छोरीको बर्थडेमा त कहाँ पाइन्छ त हाम्रो चटपटे बन्दैछ मिठो सेन्ट आयो कुकुरले च्याउँदैछ दुईजना जाउँ अहिले दोकान बन्द हुन्छ जान छिटो चाहिएको बेलामा चाहिँ कस्तो ल्याङ ल्याङ गरेको हौ कस्तो दामी देखि भान्जी लागेन अमिलो अब चाहिँ पूजा हालेर भाँचेर मोल्दैछ हाम्रो भान्जीले तर योभन्दा अहिलेको खतरा देखेको थियो भान्जी मुखबाट पानी आइसक्यो मेरो त चटपटे मिठो छ घर ज्वाइँलाई खानाकै धङ्रा ब्लगरलाई भिडियो बनाउन केही धन्दा कस्तो छ नानी चटपटे खोइ त बोल्यो हरा त ओ खाँदा खाँदै त्यहाँ कस्तो छ ल यहाँ चाहिँ चिल्लर पार्टीहरूको यहाँ आमालाई सोध्नु न किन यहाँ सोध्नु पर्यो आज बर्थडे गर्ल खुसीले यता चाहिँ आमाहरूको चटपटे पार्टी कस्तो छ चटपटे आन्टी चटपटे पार्टी हुँदैछ हाम्रै ल अङ्कल टेस्टी आज चुल्हामा सबैजना खाँदै हुनुहुन्छ कल आन्टी बाबा आमा हाम्रो बहिनी यता नानीहरू यता फुपूहरू खाँदै हुनुहुन्छ कस्तो छ फुपू चटपटे दामी छ ल यो चाहिँ हाम्रो चटपटे यहाँ चटपटेसँगै हाम्रो बियर बेगर त होइन हामी पर्यो हल्का मेरो बुढो जहिले पनि कुकमा नै भइरहेको भएको छ सबैलाई पल्काएर चुलामा घिउ लाग्यो
कान्छी आएन चेस खानु त खाऊ न त मलाई उपति के हो उता त्यसको अलि तेज भयो मेरो धेरै नदेखाउने घरको म बाहिर लान्छु दाजुभाइको भेट कहिले हुन्छ यता दाजुभाइको गफ हुँदैछ दिदीबहिनीको छैन दाजुभाइको मात्र यहाँनिर चर्चा यहाँ दिदीसँग बोल ह्याप्पी बर्थडे भन्नु दिदीलाई चेस भाउजूको बर्थडे हो चटपटे बनाउने चाहिँ हाम्रो भान्जी लास्टमा यी सबैलाई बाँडेर हाम्रो भान्जीले आएर हालेको चटपटे मामाले कस्तो लाग्यो आफूले बनाएको चटपटे एकदम मङ्सिर सकेर आउँछु भन्दै हुन्छ अब बोलाउनु औलीले कस्तो टल्केको अनुहार छोरीले बनाएको चटपटे कस्तो लाग्यो म उयो गर्छु भन्दै यामी यामी त बोल्नु पर्यो अलिअलि बोर्डिङ पढ्ने काम भएपछि आरी बोकेर चटपटे जिपरी खाऊ त फेरि रातो भएछ मामालाई यता छ दाजुभाइको लागि दाजुभाइले त खाँदैछ अस्ति 3 दिन बजार जानुभयो बोल्दैन बुहारी मङ्सिर सकेर आउँछु भन्नुहुन्छ कतिवटा बोतल सकिदिनु एउटा दुईटा तिन चारवटा आज छैन भोलि 29 होइन वर्ष चाहिँ कति हो नि कहिले गर्छ मङ्सिर खोइ अब कहिले मेरो बर्थडेको गिफ्ट हेर्दै हुनुहुन्छ यहाँ हाम्रो दिदीले चाहिँ के पाउनु क्रिसमस जाडोमा कति यहाँ देखाउनु न यहाँ देखाउँदै गर्नु न त अनि ए मलाई त दुईटाले दिएको छ मेरो बुहारीले मेरी क्रिसमस हो मेरो बुहारीले मेरो बर्थडे सिम्टी सेट राखेको तालामा कपाल छैन फेरि जाडोमा घाँटी दुख्छ टाउको दुख्छ बिहान बिहान उठ्नुपर्छ शीतले भने टाउको बाँध्नुपर्छ भने मेरो बुहारीले यो चाहिँ साह्रै मन पर्यो मलाई फेरि नपुस्नु नि त्यहाँ केक सबै लाग्यो के लाग्छ हौ नयाँमा लाने फेरि यता रेडी तपाईँले लानुपर्छ जुत्ता पनि देखाइदिनु त मेरो आमाले केटीहरूलाई चिसो लाग्दैन क्या मेरो आमाले दिएको मलाई बर्थडे गिफ्ट भोलि बिहानै माइजूको घरमा बर्गी ओडेर भयो बन्द गर तलदेखि मान्छे पाइहाल्नु भयो पाएन होइन फेरि किच्चा पो छोला अरे हाम्रो यहाँ यो मेरो भाइ सेपबाट चटपटेले नमिलेको हाम्रो भाइलाई खाना भात मारा भात भाउजूको भला भाइलाई चाहिँ भात नभए नभएर यहाँ हामीले भात पकायौँ अनि मासु पनि पकाइसकेको छौँ हाम्रो दुलै नानीले यहाँ पस्काइ नयाँ होइन भर्खरको भर्खर हिजो भित्र आउनु भएको भित्रको छोरी चाहिँ 1 वर्षको धेरै नहाल्देऊ सब्जी थोरै थोरै यो एलेम्बर पनि खाने होला थोरै हालिदेऊ न यिनी उयो होला देवा अनि दाल होइन छिटो बस्नु न राम 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 ल छोरालाई पनि खुवाइदिनु अरे ल यहाँ मामाले भान्जीलाई खुवाइदिनु हुँदैछ मासु चाहिँ फ्रिजमा हालिदिएछ फ्रिजमा राखिदिएको छु क्या बोटुमा देऊ न त यहाँ खुवाइदिउँ भने